सो हेलो एन्ड नमस्ते साथीहरू, हजुरलाई स्वागत छ आजको मेरो एसपिटी भ्लगमा। अनि म चाहिँ आज खाना बनाउन जाँदैछु साथीहरू साँझको लागि। त्यही भएर म चाहिँ आलुको अचार बनाउने भनेर चाहिँ म आलुहरू बोइल गर्नुपर्ने छ। त्यही भएर म आलुहरू हालेँ अनि बोइल पनि गरिसकेँ। अनि यतिको भइसकेपछि हामीले चाहिँ यसमा प्याजहरू हाल्नुपर्छ। प्याजहरू धेरै मसिना गरेर नहाल्दा पनि हुन्छ, यतिकै हाल्दा पनि राम्रो हुन्छ। र मैले चाहिँ यो मसलाहरूलाई चाहिँ तोरीको तेलमा मजाले फ्राई गर्नुपर्छ र सुकेको खुर्सानी हाल्दा चाहिँ यति मिठो स्वाद ल्याउँछ नि साथीहरू। त्यही भएर यो अचार बनाउँदा चाहिँ सुकेको खुर्सानी हाल्नुपर्छ। यो भन्दा पनि सुकेको राम्रो देखिन्छ साथीहरू। मोलमाल पार्दा चाहिँ यतिको भयो, यति मिठो स्वाद आएको थियो नि साथीहरू। यसमा चाहिँ यो पत्ता पनि हाल्दाखेरि राम्रो हुन्छ। अनि अचार यो पत्ता अनि रोटी मिक्स गरेर खाँदा त यति मिठो स्वाद आउँछ साथीहरू। हजुर पनि ट्राई गर्नु होला यो रेसिपी हेरेर। अनि हजुरहरू त खाने पल्केको कि साथीहरू, यति मिठो हुन्छ नि यो आलुको अचारको रेसिपी चाहिँ मैले आफ्नो दिदीबाट सिकेको थिएँ साथीहरू। अब फेरि अचार मात्र बनाएर त भएन नि साथीहरू, त्यही भएर रोटी पनि बनाउनु पर्यो। अनि मैले चाहिँ रोटी मुस्ने भाँडा थिएन कि मसँग, त्यही भएर चाहिँ मैले हिजो मगाएको यो भाँडा थियो, त्यहीमा चाहिँ मैले मोलमाल पारिदिएँ साथीहरू। मोलमाल पारिसकेँ, यति बनाइसकेँ, अब छोपेर राखिदिनु पर्छ यसलाई। आधा घन्टा जति छोपेर राखिसकेपछि चाहिँ मेरो राजाले चाहिँ म हाल्छु तिमी पकाऊ भन्नुभयो। अनि त्यही भएर पकाउँदै हुनुहुन्थ्यो साथीहरू। पकाउनुहुन्छ, मैले पनि हात जलाएँ। फेरि त्यसपछि फेरि म पकाउँछु मै हाल्छु भनेर आफै गर्नुभयो होइन। म चाहिँ भिडियो खिच्नतिर लागिरहेको थिएँ साथीहरू। अब के गर्नु, यस्तै छ जिन्दगी। म केही गर्न सक्दैन कि ढङ्गले केही गर्न सक्दैन भनेपछि सक्यो त साथीहरू। अचार रोटी दुवै तयार भइसकेपछि चाहिँ अब हामी दुईजना चाहिँ लाग्यो खानातिर। यो अचार देख्दाखेरि यति मिठो छ, खाँदाखेरि झन् कति मिठो होला साथीहरू। हजुर पनि यो रेसिपी ट्राई गर्नु होला। रोटीसँग यति राम्रो हुन्छ र स्वास्थ्यको लागि पनि त राम्रो हो नि त साथीहरू। अब होममेड चिजहरू खाने त राम्रो हो त होइन। अनि अहिले चाहिँ मैले भिडियो स्टार्ट गर्दा चाहिँ साथीहरू बिहानको 7 बजिसकेको थियो। हिजोको रेसिपीहरू देख्नुभयो होइन साथीहरू। आजको चाहिँ अब मैले हल्का हल्का खानाहरू बनाउनु पर्ने हुन्छ। अनि के साथीहरू, अब हेर्दै मेरो भाँडा पनि यति धेरै भइसक्यो नि। यो त अझ मैले आज मारिसकेपछि चाहिँ यो देखाएको भिडियोमा देखाएको होइन साथीहरू, यति धेरै भइसकेको छ नि साथीहरू। नभएसम्म केही हुँदैन होइन, भएपछि युज गर्नु मन लागिहाल्छ। त्यो युज गर्दा गर्दा यति धेरै भाँडा भइहाल्छ, जुठो हुन्छ। अनि माझ्नमा चाहिँ आफै गाह्रो हुन्छ साथीहरू। अनि हामीले चाहिँ चिया नास्ता चाहिँ अघि गरिसक्यो साथीहरू होइन। अब चाहिँ दिउँसोको लागि खाना पनि त चाहियो, खाना खानु पर्यो। चिया नास्ताले मात्र त हुँदैन, त्यही भएर चाहिँ म खाना बनाउनुतिर लागेँ। आजको खानामा चाहिँ साथीहरू भिन्डी र पट्यातो बनाउन थालेको छु साथीहरू। अनि साथीहरू मैले युट्युब त भर्खर नै स्टार्ट गरेको नि त, त्यही भएर मैले बिचमा बोल्न जाने छैन भने माइन्ड नगरिदिनु होला साथीहरू। अब भेटौँला नेक्स्ट भिडियोमा। बाई बाई साथीहरू।